हेर्नुहोस् गाइज हामी जङ्गल छिरिसक्यौँ है त। आज चाहिँ हामी हाइकिङ प्लस हामी बँदेलोमा पायो भने पनि हामीले मार्छौँ। बँदेल कालिज ढुकुर होइन के पाउँछ सब मारेर ल्याउँछौँ। अब हामी जङ्गलको यात्रा सुरु भइसकेको छ गाइज, हेर्नुहोस् होला। बवाल बवाल छ, बवाल बवाल। अब यदि बँदेल मरेछ भने चाहिँ म तपाईँहरूलाई देखाउँछु है यो भिडियोमा सर्लक्कै। बँदेल मार्नलाई मैले भाइ लिएर आएको थिएँ एउटा। बँदेल बोक्ने अर्को एकजना छ उता अगाडि। कलेज मार्न जाने जङ्गल हो यो। कलेज मार्न जाने एउटा के को रुख रे यो? चढ्ने हो यसमा, चढ्यो भने पैसा पाउँछ ल। दामी है। हामी पानामा जङ्गलमा छौँ है अहिले। अमेरिका जाँदै हामी पल्लो बाटो हो कि के भन्छ, पल्लो बाटो हुँदै हामी अमेरिका जाँदै हौँ। पुग्ने एमाजोन जङ्गल हो यो भाइ। कहाँसम्म पुग्ने हामी? अमेरिकाको तिमी न्युयोर्क जाँदै हो? ल ल न्युयोर्क जा। अब आम्मामा खतरा जङ्गल। डोनाल्ड ट्रम्पले पुग्ने बित्तिकै फेरि झ्या समातेर सङ्गले बाँधेर पठाइदियो भने टेन्सन हुन्छ है फेरि। हामी 2-3 जना मात्र छौँ, धेरै छैन। सर्लक्क लगाएर अब अमेरिका पुगेर एन होइन होइन अब एनमा छोडिसक्यो हाल्यो। डलरवाला डलर एउटा केटाले जाने बेला 3 महिना लगाएर गयो, आउने बेला 19 घन्टामा आइपुग्यो भने हामी पनि त्यस्तै हो क्या। के हो त तपाईँ त्यो त? मन्दिर सन्दिर बनाएर ल ल ल है। खतरा छ त यहाँ पनि, सक्र फुटिरहेको छ। ओ हिँड्न सकेन क्या, चाँडा हो। पुलिसले समातेर लैजाला नि। एमाजोन जङ्गल भनेको डेन्जर जङ्गल हो। यस्तो बस्नु पाउँछ यस्तो जङ्गलमा यार। हेर्नुहोस् यस्तो पानामा जङ्गलमा पनि खाने ठाउँ, बस्ने ठाउँ। आम्बो ल यहाँ जिन्जा सिन्जा रहेछ, प्रार्थना गरौँ डोनाल्ड ट्रम्पले हामीले समातेर नेपालमा नपठाइदिउँ भनेर होइन भाइ। ल हामी अब एउटा डाँडो चाहिँ पार गरिसकेको छौँ है त। पूजा गरिसक्यो मैले। त्यो हुँदैन, लामोवाला लिन्न। बडेल पोलेर खाने जोमजेको दिउँ न का गाल जोमजेको दिउँ होला मकला सब गाल खाने बनाएर खाने
मन्दिर पोलेर खानालाई दाउरा पनि ल्याइसक्यो है त गाइस अलि बिस्तारै आउनु न म पछाडिबाट हिँड्न कति गाह्रो भइरहेछ आम्मामा पुरै यो त भाइ पुरै के रे उस बनाएको जस्तो लाग्यो क्या के रे गोडमिल बनाएर ठ्याक्क ठ्याक्क टाइममा के अस्के हेर न ठ्याक्क कति एक एक मिटरमा छैन त त्यो त बनाएको हो यो रोपेको हो यो दामी कति आगो है हामीलाई आजभोलिको जापानको मौसम भनेको यसको है गाइस हेर्नुहोस् क्युट जापानको सुन्दर आजभोलिको सुन्दर दृश्य भनेको यसले गराउँछ बवाल छ त्यो रुख हेर्नु न रुख बाँसको जस्तो क्या है के अरे सल धुपी होइन हो यसो गाई सब जापानिजहरूले घर बनाउने यसैको आमामा एउटै साइज एउटै बल कहीँ केही छैन सर्लक्कै दामी लाग्यो यार सल्लाहको बोर्ड हेर्नुहोस् है सल्लाहले के अरे होइन यो साकुरा साकुरालाई सल्लाह भनिन्छ मैले त साकुरा त बवाल पो फुले खा धेरै बेर रहँदैन एक हप्ता होइन फुलेपछि एक हप्ता 1.5 हप्तासम्म रहन्छ नत्र यो सकिन्छ कति धेरै रहेछ मान्छेहरू यस्तो पार्छ यार गाडी चलाउने मान्छे छैन नफाल है अहिले गाडी कसले लिएर जान्छ मैले जान्दिनँ आम्पो मान्छेहरू बस्छ नि बस्दैन होला यसमा है प्राइभेट भएर भने त दामी हुन्थ्यो भाइ यो भित्र चाहिँ बारबी गर्ने बनाउनुपर्छ ए घुम्ने मान्छेहरू आउँदैछ दोन कता हिँडेको हो बिजुली बालेर हट भएर स्याउसी भएर म त हेरेको पुरै आज यो यसमा चाहिँ कडा सकुरा मात्र देखाउँछु भाइ मैले दामी सकुरा देखाउँदैछु हो खर्कै हो भाइ बिहान यहाँ चाहिँ ब्याडमिन्टन खेल्ने फुटबल खेल्ने अन्त धुत्तो बनाइदिन्थ्यो होला है भाइ नेपालको तिमीले भनेको पैयो चाहिँ त्यहाँ छ ऊ हेर हो कि नै ऊ ठुलो त ठुलो त यो त है हो क्या हो यार त यहाँ होइन र कति ठुलो हो यो त रहेछ नि यो त हो त यहाँ दामी खतर है यो त यति एरिया चाहिँ कस्तो राम्रो यो अलि यो हो चाहिँ भाइ दामी देख्दा चाहिँ आजको हाम्रो जर्नी भनेको चाहिँ विशेष गरी हामी साकुरा मात्र हेर्ने हो होइन ढ्याक्कै साकुरा मात्र
ओह बल्लेर आउँदा त यो चाहिँ के बोल्दैछ पुरै मुरेर बस्न कहाँ मर्छ साकुराको त कुरै नगरौँ ढाडै छ है यहाँ त बाटोमै छ नि त विशेष गरी यो बाजेले बनाएको हो क्या यो पार्क है गर्मी भएर टोपी खोलेर टोपी खोलेको रे ल यहाँ पहिलाको भन्दा विशेष अर्को नयाँ कुरा चाहिँ के आएछ भने के नयाँ पुल हाल्छ भाइ अस्ति त पुल भाँचिन्छ कि जस्तो थियो आमामा पुल त दामी मुङ्रे बाछा नेपालीले त्यही खाएको होइन त अन्त त्यो अहिले आएको त यो त कत्रो हो ल मोबाइल खा आइफोन हो आइफोन 1.5 लाखको खाऊ 2 लाखको गए नि हाम्रो यो साकुरा खेती हाम्रो आमा अम्बो ठुलो भएछ त है माछै माछा होला भाइ न्युरो छ त भाइ न्युरो लगाएर खाऊँ न तिमीले चिन्छ भने न्युरो साङ्ग्रा न्युरो हो कि साङ्ग्रा भर्यो न्युरो होइन जता हेऱ्यो त्यतै साकुरा होइन त हामी चाहिँ आज यो पार्कमा साकुरा हेर्नको लागि आएको छौँ गाइस मम्मी 3 जना ताक्कु फ्यामिली भएको छौँ आजभोलि पुरै हेर्नुहोस् साकुरा हो धेरै होइन पात हालिसकेको फुलेर नि झरेर पात हालिसक्यो मन्दिर दामी रहेछ त भाइ आम्मा हाई मेरो नाम हो के लेखेको छ भाइ फुकुओका केन ओइता फुकुओका केन ओइता पनि छ फुकुओका केन ताचिकोगाकु डिजाइन यो गोखाकु यामामोतो गोखाको जम्मै पास होस् भनेर लेखेर रहेछ गोखाको यता चाहिँ के गरेको यो हामी पनि गोखाको हो यता पनि छ यता मन्दिर यस्तो हो त्यो अलिकता नेपालको त्यो माथितिर कहल र हाम्रो घरतिर हुने कहल हामीले भन्ने कहल अलिक फरक हुन्छ होइन त्यो हाम्रो घरतिर हुने कहल चाहिँ छ त्यहाँ बाटोमा नेपाल हुन्छ यो पुरै यो जङ्गलहरूमा है सबै हुन्छ क्या नेपाल
कुकुर दोहोऱ्याएर हिँड्यो भाले पोठी रहेछ क्या यो कति लाखको